युकेमा काममा जाने आउने क्रममा कहिलेकाहीँ 2 पाउन्ड बचाउनको लागि चाहिँ हिँड्यो होइन, लाइक 1 घन्टा पनि हिँड्न तयार भइयो, हिँडिन्छ पनि, अहिले पनि हिँडिराखेको छ होइन। तर कहिलेकाहीँ चाहिँ आधी घन्टा बचाउनको लागि चाहिँ 5 पाउन्ड तिर्न पनि रेडी भयो। भनेको कहिलेकाहीँ चाहिँ समय बढी भ्यालुएबल हुन्छ विदेशमा है, काममा जाने आउने क्रममा। कहिलेकाहीँ चाहिँ पैसा धेरै भ्यालुएबल हुन्छ हेर्नुहोस् होइन। यो समय र पैसाको खेलभित्र नै जिन्दगी चाहिँ रोमल्लिएको जस्तो फिल हुन्छ कहिलेकाहीँ। यो विदेशमा चाहिँ बढी फिल हुन्छ यदि तपाईँ विदेशमा हुनुहुन्छ भने होइन। अब अहिले म पैसा पनि बचाउने भइहाल्यो, पैसा पनि बचिहाल्ने भयो, 2-2.5 पाउन्ड अराउन्ड 3 पाउन्ड लगभग बचिहाल्ने भयो। र पेटको एक्सर्साइज होइन, पेट लगाइरहेछ अनि यो पेटलाई पनि अलिकति हेल्दी राख्न सहयोग गर्ने भयो होइन। अनि प्लस घाम लगाइरहेछ, माथिबाट भिटामिन डी अनि पैसा बचत अनि गएर तपाईँको यो पेटको एक्सर्साइज होइन। अहिले खाएर बसेर पेट एकदम बढिरहेको छ होइन। यो पेटलाई चाहिँ अलिक एक्सर्साइज गरेर अहिले ठाउँमा ल्याउँ भन्ने चाहिँ मेरो इच्छा भनौँ न, मेरो इन्टेन्सन है। अब यो अहिले म टक्क यो युकेको गाउँको बाटो चट्ट हिँडिरहेको छु होइन। तपाईँले देखिरहनु भयो बाटोमा चट्ट घरहरू कति मिलेर बनाइएका छन् टक्क है। अनि मैले लास्ट टाइम एउटा भिडियो हालेको थिएँ, तपाईँहरूले देख्नुभयो होला, बस स्टप होला। यो बस स्टप ठ्याक्क बस स्टप। म यो बस स्टपको बाटो चाहिँ अहिले हिँड्दैछु। ए घाम लागिरहेछ, यतापट्टिबाट साइकल लेन छ है। बालेनजीले हाम्रो काठमाडौँमा बनाउनु भएको जस्तो मेरचाप बालेनजीले होइन। जे भए पनि काठमाडौँमा नेपालमै नेताहरूको तुलना गर्दा चाहिँ अब बालेन नेता नभए पनि बालेन चाहिँ ठुलो लिडर हुन् होइन। यस महानगरलाई लिड गरिरहेछन्। बालेनजीको खुट्टा तान्नेहरू पनि धेरै हुनुहुन्छ नेपालमा, तर बालेन भने बालेनै हो। जय बालेन चाहिँ भन्न सक्यो है, किनकि बालेन स्वतन्त्र हुन् है। कुनै पार्टीको झन्डा उडेर कुनै पार्टीको उसमा आएको होइन होइन। त्यही भएर म चाहिँ बालेनलाई चाहिँ एकदम, म मात्रै होइन, संसारमा धेरै ठाउँमा छरिएर रहनुभएको नेपाली, इभन नेपालमै बस्नुभएको काठमाडौँवासीहरूले पनि जस बालेनलाई एकदम मन पराउनुहुन्छ। उहाँको काम जस एक्सन ओरिएन्टेड हुनुहुन्छ उहाँ होइन। ठिक छ, राम्रो छ सबै कुराहरू। तर युकेमा यस्तो छ है, राम्रो छ जोस्। यहाँ पनि घाम लागिरहेछ, अब समर सुरु हुन लाग्यो होइन। अब ठ्याक्क होलिडे सोल्डे ल्याएर बिचतिर जाने भन्ने चाहिँ अब प्लान छ। हेरौँ के हुन्छ, बच्चाहरूको होलिडेमा टक्क जानुपर्छ है। ठिक छ होइन। अलिकति गर्मी चाहिँ अलिक लाङ लाग्यो, पसिना आइरहेछ हल्का फुल्का। तर पनि यो युकेको चिसो भन्दा गर्मी नै बेटर होइन। कति बेटर कति बेटर। ठिक छ, राम्रो छ। तपाईँहरू कहाँ के गर्दै हुनुहुन्छ, भिडियोलाई कहाँबाट हेर्दै हुनुहुन्छ होइन। मैले यो नयाँ ब्लगिङ यात्रा सुरु गरिरहेको छु। अब यो ब्लगिङ यात्रा कहाँसम्म जान्छ, तपाईँहरूले कति माया गरिदिनुहुन्छ होइन। अब तपाईँहरूले चाहेको टपिकमा पनि मैले ब्लग लिएर आउँछु। ब्लग भनौँ, अब टिकटकमा त भिडियोहरू मेरो गइरहेछ, तपाईँले देखिरहनु भएको छ होइन। तपाईँ धेरैले हेरिरहनु पनि भएको छ होइन। 2-4वटा 5-7वटा नराम्रो कमेन्टहरू आउँदै गर्छन्, केही छैन होइन। ऋषि धमला त्यत्तिकै ऋषि धमला भयो होइन होइन। नराम्रो कमेन्ट पचाउन नसके भए आज ऋषि धमला हुन्थेन होइन। त्यही भएर ऋषि धमलाको कन्सिस्टेन्सीलाई पनि मान्नै पर्छ। सल्युट छ मेरो होइन। मान्छेको नेचर जे जस्तो भए पनि कन्सिस्टेन्सी म्याटर है। निरन्तरता म्याटर गर्छ जहिले पनि। म पनि अब निरन्तरता चाहिँ दिने विचारमा छु। युट्युबमा, टिकटकमा, जताकतै धेरै सोसल साइटहरूमा चाहिँ निरन्तरता दिने मेरो प्लान छ। लेट्स सी कहाँसम्म गइन्छ होइन। केही छैन, तपाईँहरूले माया गरिदिनु भयो भने केही छैन होइन। म अगाडि बढ्न सकिहाल्छु। एनिवे, थ्याङ्क यू सो मच। डु लाइक, सब्सक्राइब एन्ड फलो है। थ्याङ्क यू।